हिँडेको मान्छे हैन म घाइते प्रोटेस्ट पछि अचानक आउनु भएको लिडर छ नि जुन सुदन गुरुङ उहाँ हुनुहुन्छ नि उहाँलाई चाहिँ मैले पर्सनली एक्सेप्ट गर्न सक्दिनँ भनेको किन भन्दाखेरि म सडकमा त्यत्रो उत्रेर हिँडेको मान्छे हैन म घाइते भइन होला हैन म शहीद भइन होला हैन तर मसँग पनि एउटा सल्लाह परामर्श हुनुपर्छ ल मलाई खोज्न गाह्रो छ भने कमसेकम यत्रा हस्पिटलहरुमा घाइते साथीहरु हुनुहुन्छ उहाँहरुसँग एउटा सल्लाह त हुनु पर्यो नि त एज अ जेनजी लिडर म चाहिँ अगाडि बढ्दैछु हैन तपाईहरुको चाहिँ चाहना के छ म त्यो चाहना चाहिँ तपाईहरुको चाहिँ म त्यहाँ चाहिँ उहाँहरुको अगाडि राख्दिन्छु भन्ने एउटा त हुनुपर्छ भन्ने चाहिँ मेरो भनाइ हो। ब्यालेन्स शाहलाई स्वीकार गर्न सकेका जेनजीहरु रवि लामिछानेलाई किन स्वीकारेनन्? अब रवि लामिछानेलाई स्वीकारेनन् भन्ने विषयमा चाहिँ हैन दाइ अब उहाँको नाम अब यो जति पनि सहकारी ठगमा परिनु भएको व्यक्तिहरु जुन पीडितहरु हुनुहुन्छ उहाँहरुले चाहिँ रवि लामिछानेलाई डाइरेक्ट दोष दिनु भएको छ हैन कतिजनाले दिनु भएको होला कतिजनाले छैन पनि हैन अब त्यो देखिसक्दाखेरि एउटा पीडितले हैन मैले केही नगरिकन मलाई आएर टाउकोमा चाहिँ तैले यो गरिस् भनेर त भन्दैन होला केही न केही भएको भइरे भनेको होला हैन त्यही कारणले ब्यालेन्स शाहको चाहिँ नेगेटिभ पोइन्ट चाहिँ अहिलेसम्म हामीले देखेको चाहिँ खासै केही छैन हैन अब उहाँको नेगेटिभ भन्दाखेरि अब मान्छेले हेर्दाखेरि यो जस्तै हजुरको यो फुटपाथमा जति पनि पसलहरु खोल्दाखेरि त्यो भत्काउँदाखेरि हैन मान्छेले नराम्रो भन्यो हैन तर त्यो नराम्रो खासमा थिएन क्या त्यो अर्काको जग्गामा आएर तपाईले आफ्नो के रे एउटा घर बनाएर बस्छु म यो गरेर बस्छु भन्नु त त्यो त एउटा गलतै चीज हो हैन हो उहाँहरुको रोजगारी चाहिँ अलिकति कम भयो हैन त्यो कुरा मात्रै हो कमसेकम एउटा लिड मात्रै गर्दिएको भए बालेनले अझै थप संयमता हुन्थ्यो कि अपनाउँथ्यो कि जेनजीले के लाग्छ पहिले सम्म लिडै गर्दिनु भएन उहाँ पन्छिनु भएको छ अब यस्तो हो उहाँको पनि अब उहाँ पनि एउटा जस्तो जे भए पनि एउटा के भन्छ नोन फेस मान्छे हो हैन उहाँको पनि केही होला सबैको एउटा आफ्नो एउटा प्लानिङ प्लटिङ हुँदो रहेछ हैन पोलिटिक्स भइसकेपछि सबैको एउटा प्लानिङ प्लटिङ हुँदो रहेछ उहाँको पनि केही सोच होला उहाँले पनि अब के थाहा भित्रभित्रबाट प्रेसर दिइराख्नु भएको पनि हुनसक्छ नि त किनभने उहाँ पावरमा हुनुहुन्छ क्या उहाँ सडकमा आइराख्नु जरुरी छैन क्या उहाँले भित्रबाट दबाब दिनुभयो भने पनि इट्स मोर देन इनफ फर अस हो क्या जेनजी हाइजेक भन्ने कुरा जस्तै प्रोटेस्ट सुरु हुनुभन्दा अगाडि चाहिँ हैन कोही पनि लिडर भनेर देखिनु भएको थिएन हैन किन भन्दाखेरि म पनि एज अ जेनजी यो सडकमा म प्रोटेस्टको फर्स्ट 8 सेप्टेम्बरदेखि म लागेर हिँडिराखेकै छु हैन अहिले पनि अब हामीले गर्न सक्ने भनेको के भन्दाखेरि मेरो टाउको माथि कुनै पनि ठुलो नेताको हात छ Everyone, I have an announcement. Everyone. लिडर छ नि जुन सुदन गुरुङ हैन जस्तै जेनजी लिडर भनेर अब सुदन गुरुङ आउनु भएको छ हैन उहाँ सुदन गुरुङले त को जेनजीले त्यो प्रोटेस्टमा जानु भएको थियो कि थिएन को के रे जेनजीहरु चाहिँ घाइते हुनु भएको छ कि छैन उहाँहरुसँग चाहिँ सल्लाह परामर्श लिनु पर्छ कि पर्दैन भन्ने कुरा सोध्नु भएको छैन हैन त्यो नभइसकेपछि अब त्यो डिसिजन त मैले एक्सेप्ट गरिरहेको छुइनँ भनेपछि अब मैले त्यसको एन्सर के दिने दाइ यो लिडरै भएन क्या यहाँ त तपाईको लिडर हो हामी लिडर भनेर पहिलो दिन उत्रेको पनि होइन क्या सडकमा लिडर भनेर कोही पनि मैले त कोही लिडर चिनेकै थिइनँ म त सेल्फ आएको हो क्या त्यहाँ मलाई कसैले आउनु भनेर मलाई पर्सनली फोन गरेर बोलाएको पनि होइन नर्गिस यो चाहिँ के रे ल यो हामीले गर्न लागेको भनेर मलाई कसैले पर्सनली मेसेज गरे पनि होइन हैन म एक्लै आएको हो त्यो दिन जेनजीले एउटा चाहिँ परिवर्तन चाहिन्छ हैन भ्रष्टाचार चाहिँ विरोधमा हामीले बोल्नुपर्छ भनेर भनिसकेपछि हो यो नेगेटिभ हो नि त म विदेश नगइकन बसेछु दाइ आज 27-28 उमेर मेरो भइसकेको छ हैन विदेश नगइकन बसेछु भनेपछि भोलिको दिनमा पनि नेपालमा मेरो फ्युचर त हेरेर बसेको होला नि त मैले हैन त्यो फ्युचर चाहिँ सेक्योर होस् भनेर हामी आएको छौं भनेपछि अब अहिले आएर त्यो कुरालाई मैले अब के भन्ने यति नै थाहा होइन लिडर छैन होइन लिडर चाहिन्छ क्या लिडर चाहिन्छ मैले लिडर चाहिँदैन भन्दिनँ होइन तर जुन प्रोटेस्ट पछि अचानक आउनु भएको लिडर छ नि जुन सुदन गुरुङ उहाँ हुनुहुन्छ नि उहाँलाई चाहिँ मैले पर्सनली एक्सेप्ट गर्न सक्दिनँ भनेको किन भन्दाखेरि म सडकमा त्यत्रो उत्रेर हिँडेको मान्छे हैन म घाइते भइन होला हैन म शहीद भइन होला हैन तर मसँग पनि एउटा सल्लाह परामर्श हुनुपर्छ ल मलाई खोज्न गाह्रो छ भने कमसेकम यत्रा हस्पिटलहरुमा घाइते साथीहरु हुनुहुन्छ उहाँहरुसँग एउटा सल्लाह त हुनु पर्यो नि त एज अ जेनजी लिडर म चाहिँ अगाडि बढ्दैछु हैन तपाईहरुको चाहिँ चाहना के छ म त्यो चाहना चाहिँ तपाईहरुको चाहिँ म त्यहाँ चाहिँ उहाँहरुको अगाडि राख्दिन्छु भन्ने एउटा त हुनुपर्छ भन्ने चाहिँ मेरो भनाइ हो। ब्यालेन्स शाहलाई स्वीकार गर्न